साथीहरू यो टमेटो सालन बन्दैछ है, टमाटो सालन। त्यहाँबाट यहाँ बिरयानी हाल्ने हो यसमा। यो बिरयानी राइस बोइल हुँदैछ, बिरयानी राइस। और यो भेजिटेबल बिरयानीको लागि है साथीहरू, यो भेजिटेबल बिरयानीको लागि टक्क भेजिटेबल मिलाएर राखेको छ। यो फेरि चिकन बिरयानीको लागि है, चिकनको लेग पिस पनि छ। लेग पिसहरू कसलाई कुन बिरयानी मनपर्छ, चिकन बिरयानी भेज बिरयानी भन्नु होला साथीहरू। भन्न चाहिँ बिल्कुल पनि नभुल्नु होला। मजाले लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला भन्न चाहे साथीहरू। यस्तै हो परदेशी जीवन, नोकरी गर्नुपर्छ। राइस उता हेर्नु साथीहरू, यो राइस यति ठुलो भाँडामा बनाउनु पर्छ साथीहरू। हेर्नु त, यो हेर्नु काम त साह्रै काम पर्छ। यो चप मसला हो, यो बिरयानीमा हाल्नको लागि फ्राइड ओनियन हो। यो गार्लिक जिन्जरको पेस्ट हो। यो हेर्नु साथीहरू, यो धनिया चटनीको लागि हो। अरू साथीहरू यो हेर्नु त साथीहरू, यो ठ्याक्कै बिरयानीमा हाल्नको लागि हो। त्यस्तै छ। यहाँ दहीको प्याकेटहरू आएको छ, यसको अहिले राइता बनाउनु पर्छ। यहाँ चट्ट हरी मिर्ची छ साथीहरू। यस्तै हो। देसी घिउ हालिन्छ, यो वाला रिचको देसी घिउ हाल्नुपर्छ। देसी घिउ हालेन भने त फेरि उजो भइहाल्छ क्या, टेस्टी हुँदैन। मजाले देसी घिउ हालेर बनाइन्छ।